डट इनसाइडको 11 बजे 11 खबरमा स्वागत छ। सुरुमा आजको पहिलो खबर। संविधान संशोधन बहस पत्र कार्यदलको प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीलाई संविधान संशोधनको प्रमुख बहसका विषयमध्ये एकका रूपमा अघि सारिएको छ। प्रतिवेदनले हालको शासकीय प्रणालीलाई यथावत राख्ने, पूर्ण संसदीय प्रणाली अपनाउने वा प्रत्यक्ष निर्वाचित कार्यकारी सहितको परिमार्जित संसदीय प्रणालीमा जाने विकल्पमाथि व्यापक छलफल गर्नुपर्ने प्रस्ताव गरेको छ। सरकारले साउन 1 गतेदेखि 50 युनिटभन्दा बढी विद्युतीय खपतमा 5% भ्याट लागू गर्ने व्यवस्था गरे पनि नेपाल विद्युत प्राधिकरणले असारमा खपत भएको विद्युतको बिलमा समेत भ्याट उठाउन थालेको छ। यसप्रति उपभोक्ताले साउनदेखि लागू हुने कर असारको खपतमा किन लगाइयो भन्दै विरोध जनाएका छन्। प्राधिकरणले भने भ्याट खपतको मितिका आधारमा नभई साउन 1 पछि जारी हुने सबै बिलमा लागू हुने भएकाले सो व्यवस्था गरिएको स्पष्ट पारेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने सर्वोच्चको फैसला पुनरावलोकन माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा पक्ष फेरि सर्वोच्च अदालत पुगेको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय सम्बन्धी फैसला पुनः हेर्न माग गर्दै निवेदन दर्ता गरेका हुन्। तर अब 3 न्यायाधीशको इजलासले पुनरावलोकनको अनुमति दिएमा मात्रै मुद्दाको पूर्ण सुनवाई हुनेछ, अन्यथा यसअघिको फैसला नै अन्तिम हुनेछ। उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कविता प्रसाद नेउपानेको संयुक्त इजलासले बिहिबार उक्त आदेश दिएको हो। यसअघि बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB ले अग्रवाललाई दिल्ली बजारबाट पक्राउ गरेको थियो। कांग्रेस सभापति गगन कुमार थापाले नेता गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गरेका छन्। क्यान्सर रोगको उपचार गराइरहेका श्रेष्ठले विगतमा कार्यवाहक सभापति, उपसभापति लगायतका महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। उनी हालै सम्पन्न विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएका नेता मध्ये एक हुन्। अख्तियारले मधेसका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह सहित 7 जना विरुद्ध सर्लाहीको बागमती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले निर्माण प्रक्रियामा अनियमितता भएको भन्दै करिब 39 करोड 39 लाख रुपैयाँ बराबरको हानि नोक्सानी भएको दावी गर्दै मुद्दा दायर गरेको हो। कानुन मन्त्रालयले कानुन निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउन उच्च स्तरीय कानुन सुधार समिति गठन गरेको छ। समितिको अध्यक्ष कानुन मन्त्री शोभिता गौतम रहनेछिन् भने यसमा विषयगत मन्त्री, महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार तथा सम्बन्धित निकायका सचिवहरू समेत रहनेछन्। समितिले प्रचलित कानुनहरूको पुनरावलोकन, संशोधन, खारेजी, संहिताकरण तथा संविधान अनुकूल आवश्यक नयाँ कानुन निर्माणका लागि सरकारलाई सिफारिस गर्नेछ। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको शासन शैली पञ्चायतकाल भन्दा पनि दमनकारी र बर्बरतापूर्ण भएको आरोप लगाएका छन्। उनले आफूलाई पक्राउ गर्दा राज्यले नेता कार्यकर्तामाथि अनावश्यक दमन गरेको दावी गरे। ओलीले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाउँदै सरकार राज्य संयन्त्रको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। नेपाल प्रहरीले पछिल्लो 3 महिनामा देशभरबाट 7000 भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये धेरैजसो अदालतबाट कैद वा जरिवाना सजाय सुनाइएपछि फरार रहेकाहरू हुन्। प्रहरीले विशेष अभियान सञ्चालन गर्दै उनीहरूलाई कानुनी दायरामा ल्याएको र कैद तथा जरिवाना कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ। ICC विश्वकप लिग 2 अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले 4 विकेट गुमाएर 44.1 ओभरमै पूरा गर्दै 6 विकेटको जित हात पार्यो। लगातारको हारसँगै नेपाल लिग 2 को अवै सिरिजमा पनि खराब प्रदर्शनबाट उकासिन नसकेको हो। र भारतका युवा ओपनर वैभव सूर्यवंशीले नेपालका कुशल मल्लको नाममा रहेको सबैभन्दा कम उमेरमा T20 अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान तोडेका छन्। उनले जिम्बाब्वे विरुद्धको खेलमा 18 बलमै अर्धशतक पूरा गर्दै 15 वर्ष 118 दिनको उमेरमा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्। यसअघि यो कीर्तिमान नेपालका कुशल मल्लको नाममा थियो, जसले अमेरिका विरुद्ध 15 वर्ष 340 दिनको उमेरमा अर्धशतक प्रहार गरेका थिए। हवस् त आजका खबर यति नै। भोलि 11 बजेको 11 खबरमा फेरि भेट हुनेछ। नमस्कार।